एभ्रिवान, सन्चै हुनुहुन्छ। आज म हजुरहरूलाई क्राउनको बारेमा भन्न गइरहेको छु हैन। डिफ्रेन्ट टाइप्स अफ क्राउन हैन। हाम्रोमा पेसेन्ट आउनुहुन्छ, जहिले सोध्नुहुन्छ के पिएफएम हैन, के जिर्कोनिया भनेको मलाई थाहा, उहाँहरूलाई थाहा हुँदैन हैन। अब यो भनेको जिर्कोनिया क्राउन है। यो हेर्न सक्नुहुन्छ हजुरहरू। यो भित्रबाट पनि दाँत जस्तै हुन्छ, बाहिरबाट पनि दाँत जस्तै हुन्छ हैन। यो एस्थेटिकल्ली धेरै राम्रो क्राउन हो है। यो हामी इन्टेरियरमा मस्ट प्रिफर गर्छौँ। पोस्टेरियर पनि लाउन सकिन्छ यो क्राउन हैन। यो अलिक महँगो हुन जान्छ है। त्यसपछि हाम्रो यो मेटल क्राउन आउँछ। यहाँ हेर्न सक्नुहुन्छ, यो भनेको मेटल क्राउन हो है। यो बलियो हुन्छ हैन, तर एस्थेटिकली त्यति राम्रो हुँदैन, त्यही भएर हामी यो मोस्टली पछाडि लाउँछौँ हैन। त्यसपछि हाम्रो यहाँ मेटल सेरामिक क्राउन आउँछ। यो भनेको मेटल सेरामिक हो। भित्रबाट मेटल कपिङ हुन्छ यसको हैन, माथिबाट सेरामिकको कपिङ हुन्छ हैन। सेरामिकले हजुरलाई एस्थेटिक राम्रो बनाउँछ भने मेटलले हजुरको स्ट्रेन्थलाई राम्रो गर्छ है। त्यो मेटल सेरामिक यो मोस्ट प्रिफर्ड क्राउन है।